Hi guys, welcome back to my channel after so long होइन अनि मैले चाहिँ लाइक भ्लगिङ क्विट नै गरिसकेको थिएँ तर माई फ्रेन्ड वान्टेड मी टु मेक भ्लग्स किनभने पहिलाको भ्लग्स हेर्दाखेरि एकदमै नस्टाल्जिक भयो अरे त्यही भएर आइम मेकिङ दिस भ्लग होइन अब केही कन्टेन्ट त छैन त्यही मेकिङ दिस भ्लग लेट्स सी अब आज के गर्छ भनेर म भर्खर उठेँ अनि आई हेभ टु गो टु माई कलेज नाउ मलाई चाहिँ कलेज जान एकदमै लाइक त्यो भइरहेछ अहिले भन्छु लेट्स गेट रेडी फर्स्ट ढिलो भइसक्यो I'm all set to go guys my hair is not set yet bangs काटेको थिएँ सेट गर्ने गाह्रो छ अब लेट्स मिट इन टु कलेज म चाहिँ जहिले कलेज ढिलो पुग्थेँ तर आज सबभन्दा फास्ट परेँ 6:30 मै कलेज पुगिसकेँ गाइज म अनि यस्तो चिसो छ ज्याकेट ब्यागमा छ मान्छे हिरोइन भएर हिँडिरहेको छु आइ एम वेटिङ फर डाटा एट आवर होस्टेल आफ्टर सो लङ किन म जहिले ढिलो हुन्छु आज चाहिँ अलिक चाँडै भएँ डाटा कुमारी अन द वे कस्तो राम्रो टप सी आफै बनाएको लुगा लाएर स्ले हानिरहेछ लेट्स मिट यो इन्ट्रोडक्सन मन परेन ल फेरि इन्ट्रो भएको छैन अरे यस्तो हिरोइन देखेर पनि फेरि अझ धेरै राम्रो हुनुपर्ने अरे क्या मेरो साथीलाई चाहिँ लेट्स मिट माई फ्रेन्ड डाटा कति क्युट भएर आएको छ गाइज अब हामी यहाँ ब्रेकफास्ट गर्नलाई सेल किन्न जाँदैछौँ सेल खाने कि माल्पा सोसियल एन्जाइटी हुन थाल्यो अरे उसलाई बाई बाई गाइज धेरै चाँडै आएर पनि नहुने रहेछ हामी यहाँ ब्रेकफास्ट गर्न सेल र माल्पा किन्न गएको थियौँ तर अनफर्चुनेटली पाकेकै छैन अरे हिजोको मात्र छ अरे अनि हामी बासी त खाँदैनौँ पेट दुख्छ त्यही भएर हामी अब जाँदैछौँ अर्कै पसल केही पाउँछ कि भन्ने हामी अब यहाँ पसल खोज्दैछौँ ब्रेकफास्ट हाटु मान्छेको चाहिँ यहाँ बाटोमा हिँड्दा चाहिँ टचप ए हात मात्र लगाएको त लेट्स मिट स्वस्तिका हिजो म भ्लग हेरेर के लायो अरे रमाइलो लाग्यो अनि त्यही भएर अनि मैले बेलुकै मेसेज गरेको रितुलाई रितु अब फेरि भ्लग सुरु गरेँ कन्टेन्ट त केही छैन तर चाहिँ भए पनि हामी कन्टेन्ट हो क्या तर यस्तो ब्युटी भनेको कन्टेन्ट हो ब्रो हो गाइज उसको भ्लग भन्दा धेरै मेरो भ्लग छ के भने म भन्दैछु हेर मलाई फ्रीको लेबर गराएर छ के खिचेर पनि थाहा छैन मलाई हो टुई हिँड्यो अरे गाइज हाम्रो डिफरेन्सियलको नयाँ सराउन्ड भएको छ यस्तो स्ट्रिक्ट हुनुहुन्छ आज 4 घन्टाको क्लास छ हाम्रो के हुँदैन राम्रो छ स्ट्रिक्ट हो आज बिस्तारोमा ट्विन गरिरहेछौँ रेड स्वस्तिका बटर येलो अनि एकजना पर्पल लेट्स गो गाइज क्लासमा बाई बाई फेरि बाई भन्नु लेट्स मिट पछि अब We ended 2 hours को क्लास अब हामी खाजा खाएर सुपरभाइजर भेट्न जान्छौँ हामी तिनजनाले
ग्रुप मेम्बरले यहाँ ल्यापटप लिएर आइसकेको छ अनि वी आर हियर लक्सित लेखिरहेछौँ अनि मैले बिजता लेख्यो भनेर मलाई लेख्न दिएन नि राम्रो राम्रो मान्छेहरूले लेख्दैछन् गाइस सी हाम्रो क्लासबाट कस्तो राम्रो राम्रो भ्यू छ आई लाइक दिस भ्यू यु डु यस आई डु खुब मलाई बिजतालाई लेख्यो भनेर गाली गरे यहाँ ऋतुलाई नि सुधा लेखेको छ स्वस्तिकालाई नि सुधा लेखे आफ्नै नामलाई नि सुधा लेखेको छ हाम्रो यहाँ प्रोजेक्ट लोड हालिरहेछौँ तर यहाँ अलिकति प्रब्लमहरू छ सुधाजी खोल्यो गाइस खोल्यो फलो लिङ्क सी हाम्रो प्रोजेक्ट हेर्नु गाइस कस्तो राम्रो छ हामी दौडा सुपरभाइजर भेट्न गइरहेछौँ यहाँ ल्यापटप छ कति पछि हामी यो ब्लकमा गएको कस्तो लाइटै नभएको तर कस्तो फोहोर होइन एकचोटि सफा गर्नु पऱ्यो गाइज यता हेर्नुहोस् त तपाईँको सुन्दरताको राज के हो एलोभेरा जेल हो के साँच्ची हो यता हेर्नुहोस् त तपाईँको सुन्दरताको राज के हो ल भन्नुहोस् तपाईँको सुन्दरता हाम्रो क्लास सक्यो यही 4 घन्टा यो डिफरेन्सियल पढेर झन्डै बौलाउन बाँकी थियो तर इन्जोय सिक्यो अब यसपछिको क्लास चाहिँ डेडली हुन्छ अरे सरले भन्नुभएको थियो नि हामी पढ्न रेडी छौँ अनि कोर्स ग्रुप चाहिँ यहाँ एटेन्डेन्स लिइरहेको छ सरबाट गाइज हामी अन्डरग्राउन्डमा आइसकेका छौँ यहाँ ग्रुप डिस्कसन चलिरहेको ग्रुप टक गाइज म त अघि नै घर आएर नि होइन खाजा खाएर न्याप लिएर दिदीको काम सकाएर अनि अहिले खाना पकाइरहेको छु अनि दिनहरू चाहिँ तपाईँहरूको कस्तो गइरहेछ मेरो चाहिँ यस्तै गइरहेछ भेरी बोरिङ तर होइन इट्स फन गाइज जस्ट आफ्टर सो लङ कम ब्याक गर्दाखेरि अलि अजिब चाहिँ लाग्दो रहेछ तर इट फिल्स गुड दो मेरो एकदमै थोरै जनताहरूले मात्र यो आइम लाइक प्रान्तीयहरूले मात्रै यो भिडियो हेर्छ त्यही आइम मलाई के बानी चढ्या जस्तो यस्तो गर्ने तर इट्स ओके अनि वाट आई गोइङ टु कुक भन्ने चाहिँ सबको फेभरेट मेरो पनि फेभरेट फर्सी उल्टोबाट फेभरेट आई डोन्ट लाइक फर्सी एट अल देन आई हेभ टु कुक दिस गाइस हामीलाई चाहिँ यहाँ बस्दा खाना पकाउँदै भोक लाग्यो के गरौँ भयो सो आइ एम गोइङ टु कुक हलुवा लेट्स कुक हलुवा यहाँ हाम्रो फर्सी रेडी हुँदैछ यहाँ हामी हलुवा पकाउँछौँ
Almost ready. गाइस हामीले हलुवा बनाएको छ आई डोन्ट नो कसरी होइन त पिरो पिरो टेस्ट आइरहेको छ अनि मेरो भाइ चाहिँ नखाने अजिब गजिब मसला राखेर बनाएन उसको अगाडि बनाएको हो गाइस तर पिरो छ एक्चुअलीमै पिरो छ डोन्ट माइन्ड मी इटिङ विथ माई ह्यान्ड्स किनभने मेरो हात सफा छ अब डाइरेक्ट मैले के गरेँ भने बेच्छु न त एन्डिङ नै हो I have to take my medicine.